हेलो गाइज, वेलकम टु माई अनदर ब्लग। र अब चाहिँ हामी जाँदैछौँ पटायातर्फ। भरे के कस्तो हुन्छ हेर्दै गर्नु होला है त। थ्याङ्क यू। पटाया जानुको लागि म चाहिँ एकदमै एक्साइटेड थिएँ र अब चाहिँ म लाग्छु गाडीतर्फ र म चाहिँ फाइनली गाडीमा पनि बसिसकेँ र अब चाहिँ हामी ब्याङ्कक हुँदै पटाया सिटीतर्फ लाग्दैछौँ र हजुरहरूलाई चाहिँ के हुन्छ म देखाउँदै जानेछु है त। र अब चाहिँ हामी पुग्यौँ फाइनली होटेल। म चाहिँ फाइनली पटाया पनि पुगिसकेँ अनि यो रहेको छ हाम्रो रुम। अब चाहिँ हामी रुम जाँदैछौँ। नाउ ओपन माई रुम इन पटाया। हेर्न सक्नुहुन्छ कस्तो राम्रो रुम रहेछ। अनि यहाँबाट चाहिँ हजुरहरूले राम्रोसँगले राम्रो दृश्य पनि हेर्न सक्नुहुनेछ। अहिले चाहिँ हामी लाग्यौँ खाना खान, एकदमै मिठो इन्डियन डिसेस। नाउ म चाहिँ अहिले पटाया सिटी जानु आँटेको। यो चाहिँ मेरो आजको आउटफिट रहेको छ। रुम चाहिँ एकदम मेसी छ। हामी चाहिँ मस्त रेडी भएर पटाया सिटी भनेर घुम्न आएको। तर यहाँको इन्भाइरोमेन्ट देखेर चाहिँ मलाई थोरै अजिब फिल भइरहेको छ, बिकज यो मेरो फर्स्ट टाइम पनि भएर होला। र अब चाहिँ हामी लाग्यौँ क्लबतर्फ। म चाहिँ पन्जाबी डान्स हेर्दै एकदमै धेरै इन्जोय गरिरहेको थिएँ। र अब चाहिँ म मेरो बर्थडे सेलिब्रेट पनि गर्न लाग्यो। र अब हजुरहरूले देख्न सक्नुहुन्छ मेरो फोटो। अहिले चाहिँ हामी बर्थडे सेलिब्रेट गरिसक्यौँ र यो लास्ट डान्स हेरेर चाहिँ अब हामी जाँदैछौँ। बाई बाई, गुड नाइट गाइज। हेलो साथी, गुड मर्निङ सबैलाई। जो पार आज चाहिँ हाम्रो पटायामा रहेको छ डे 3 र अहिले चाहिँ हामी आएको छौँ जोमटेन बिच। हेर्न सक्नुहुन्छ हजुरहरूले यस्तो राम्रो वेदर। तर गर्मी चाहिँ लास्टै गर्मी, नेपालभन्दा पनि खतरनाक गर्मी हो यहाँ चाहिँ। बिचमा त्यसै पनि रमाइलो त गर्नै पर्यो होइन साथी हो। र म चाहिँ एकदमै पानीमा खेल्ने एकदम पानीको किडा है। म चाहिँ यहाँ पुरा पानीसँग खेलेर बसिरहेको थिएँ। अनि यहाँ रहेको छ पता नै के हो, यो जुम्मा डान्स सिकाएको होला मेबी जोमटेन बिचमा। सबै हेर्दै अब चाहिँ हामी लाग्यौँ रुमतर्फ। हेलो साथीहरू, नमस्ते। र आज रहेको छ मेरो डे 4 र अब चाहिँ हामी लाग्दैछौँ कता गएको भने नि साथीहरू, आज चाहिँ हाम्रो यात्रा रहेको छ फुकेट बिचतर्फ है त। यिनीहरूले के बोल्छ केही बुझ्ने होइन र यिनीहरूले इङ्ग्लिस पनि बुझ्ने होइन। र म चाहिँ आफ्नै पारामा चिल भएर उभिरहेको छु। म अनि यहाँबाट लडेँ भने चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ मैले सोचेको छुइनँ। हजुरहरूलाई पनि यो सङ सुन्दा त टाइटानिकको फिल भयो होला है। मलाई पनि यस्तै भएको थियो। अब नेक्स्ट भिडियो चाहिँ फेरि आउने छ। ओके, बाई बाई।